हिजो दिउँसभरि पानी परेर बसियो मजाले। यहाँ पानी होइन हिउँ नै पर्यो। अब आज चाहिँ अब हाम्रो एउटा लोकल गाइड भाइको मद्दतमा हामी जाँदैछौँ। ल ठिक छ नि त सर, पुगेर आइन्छ अब आज। सर होटेलबाट हामी 15-20 मिनट 25 मिनटको उकालोबाट यस्तो देखिन्छ। ल ट्याक्क हिजो हिँड्न नपाएको आज चाहिँ पुरै दृश्यले चाहिँ विन्टर वन्डरल्यान्ड भन्ने जस्तो भयो त। डेन्जर भयो डेन्जर चाहिँ नि अहिलेसम्मकै टफै भयो जस्तो लाग्यो। जाउँ माथिबाट फेरि हिउँ खस्ला भन्ने डर छ यार। माथि चाहिँ हामी ट्याक्क भ्यू पोइन्ट झर्नाबाट भ्यू पोइन्टबाट चाहिँ यस्तो खतरा देखिँदो रहेछ होइन। यहाँबाट त्यही हिमालको मुनि त हो नि होइन। यस्तो दुःख गरेर पनि के खान आएको होला साथीहरू हिउँमा है। उब्रिँदैछन् कोही ओरिँदैछन्। ए हिउँ परेको छ के काट्दै पग्ल्यो भने चाहिँ गाह्रो हुन्छ नि। आउनु त आइहाल्यो माथि होइन। त्यो हिउँ नपग्लिँदै ओर्लिनुपर्छ यार। हिउँ पग्ल्यो भने यो खस्न सक्ने सम्भावना हुन्छ। हजुर हजुर हिउँ होइन यो अब जतिखेर पनि आउनु सक्छ। यो अब यो टाइममा पानी पऱ्यो भने त आउनु सक्छ नि। नेचुरल्ली कसले भन्न सक्छ र यो एक्सिडेन्ट पनि भन्नु मिल्दैन। यो उसको नेचुरल हो क्या सबै कुरो। भन्न सकिँदैन अब कस्तो टाइममा हिँडिन्छ। अब ल अब लगभग आइपुग्नु आयो होइन। यस्तो छ दोब्रोक सुन्डबाट भनौँ। ल केटाहरू आउँदैछन्। ल ठिक छ नि त। यस्तो होला बबाल रमाइलो है। यता नेपालमा जन्मिएर पनि यस्तो ठाउँ आइहाल्यो हिउँ खेल्न नपायो हुन्छ। दिनको अथक प्रयासपछि चाहिँ ल अहिले हामी ठ्याक्कै 11 बजीतिर चाहिँ यो अब फोक्सुन्डोको गेटमा आइपुगेछौँ। ल यस आज हामीलाई तलबाट ठ्याक्कै चाहिँ नि 4 घन्टा जति लाग्यो। 4 घन्टा होइन अहिले कति भयो 11 बजी 11:30 3.5 घन्टा जति लाग्यो ल हामीलाई। ल यताबाट आइरहेछन् हाम्रो साथीहरू चाहिँ माथि दृश्य यस्तो छ। हिजो अस्ति र दिउँसभरि पानी परे हुनाले यस्तो हिउँ परेर यस्तो भएर यस्तो भयो। यो सजिलो ट्रेकमा यस्तो अब हिउँले एडभेन्चर थपिदियो क्या। हिउँ नभइदिए हामीलाई केही पनि हुँदैन थियो। आनन्दले गएर अस्ति फर्किसक्थ्यो हामी। हिउँले गर्दाखेरि अलिकति 2 दिन बढाइदियो हाम्रो एडभेन्चर पनि थपिदियो। ठिक छ ताल अब यहाँबाट अलिकति मुनि हो। ताल यहाँबाट नै अझै देखिएर हिँड्छ है। अझ अगाडि रहेछ ताल। तल्लो बाटो गयो जस्तो लाग्यो। यो चाहिँ रिङ्मो भिलेज है। रिङ्मो गाउँ। यहाँबाट अलिकति
अलिकति अगाडि गएपछि अब ताल देखिन्छ। ल यहाँबाट चाहिँ नजिकबाट तालको दृश्य यहाँबाट देखिन्छ। ल ताल त अब पहिला पिक्चरमा देखे जस्तो निलो छैन, अहिले त हिउँ पर्या हुनाले अलि अर्कै छ खरि कलर है। हामीलाई पनि अब यस्तो हिउँ पर्या बेला आउन ल फोक्सुन्डो ताल ट्याक्क आइपुग्यो। ल 6 दिनपछिको दृश्य भने चाहिँ यस्तो छ है फोक्सुन्डो तेल 3639। यहाँ चाहिँ अब हिउँ फाल्ने चटारो छ गाउँमा। हिउँ फेरि 3-4 फिट जति हिउँ पर्दै हिजो अस्तिदेखि रातभरि पर्दिनाले हामी एक दिन रोक्यौँ। फाइनली यहाँ आइपुगेका छौँ।